यो गीत गाइदिएपछि म त आँसु नै आउने क्या हो त्यस्तो अवस्था हुन्थ्यो नेपालमा हर घडीको के हुँदैछ भनेर थाहा पाउन सकिन्छ क्या असार 15 को सबैलाई शुभकामना रुको रुको ऐसे नहीं शुरू से दिखाता म सानोदेखि गुरुकुल पढेको अनि मलाई चाहिँ कस्तो लाग्थ्यो भने त्यो अब भर्खर नयाँ गुरुकुल जाँदाखेरि त अब कोही चिनेको हुँदैन सबै सानै साना हैन अनि त्यस पछाडि अब सबै साना साना भएपछि त अब कोहीले के भन्छ कसैले के भन्छ ठुला दाइहरु चाहिँ अलिक हेप्ने खालका त्यस्तै हुन्छ नि त अनि त्यस्तै थियो अनि मलाई चाहिँ के त्यो केटाहरुले अथवा ठुलो दाइहरुले चाहिँ के गर्नुहुन्थ्यो भने यो असारे महिनामा भन्ने यो गीत छ नि जुन अनि त्यस पछाडि गीत गाइदिनु हुन्थ्यो क्या म आमा बुवालाई चाहिँ सम्झेर बसिरहेको हुन्थे अब त्यतिखेर चाहिँ घरको याद बढी आउने क्या अनि त्यस पछाडि यो गीत गाइदिएपछि म त आँसु नै आउने क्या हो त्यस्तो अवस्था हुन्थ्यो अनि त्यस पछाडि अहिले सम्झिन्छु क्या मान्छेहरू विदेश गएका छन् अनि त्यस पछाडि विदेश गएर बसेका छन् हैन उनीहरूलाई कस्तो भएको होला अथवा घर बाहिर बस्नेहरूलाई चाहिँ कस्तो हुन्छ होला अहिले त अधिकांश मान्छेहरू चाहिँ विदेश जाने अनि त्यस पछाडि उतै काम गर्नुपर्ने अवस्था हाम्रो देशको अवस्था त्यस्तै छ अनि कस्तो चाहिँ हुन्छ होला उनीहरूलाई झन् त यो गीत सुन्दै बस्यो भने त रुनै मन लाग्छ होला जस्तो लाग्छ क्या अझै अब यतिखेर त विभिन्न पर्वहरू आउँछन् अनि त्यसैले नेपालका सबै अब सामाजिक सञ्जाल पनि बढ्यो अनि मान्छेले त फोटो पनि हालिरहेको हुन्छ दिनैको नेपालमा के भइरहेछ हैन नेपालमा हर घडीको के हुँदैछ भनेर नि थाहा पाउन सकिन्छ क्या अब यो अझ प्रेमी प्रेमिकाहरूलाई सुन्नु त यो के हुन्छ यो लाइनले हो त्यस्तो हुन सक्छ अनि त्यसैले सोच्छु क्या मान्छेको नियति जस्तो हो त्यसैले चाहिँ प्रभाव पार्छ कि जस्तो लाग्छ क्या मलाई नियतिमा जे लेखेछ यहाँ चाहिँ लेखेकै हुनुपर्छ कि जस्तो लाग्छ मलाई चाहिँ अब धेरै लामो किन भिडियो बनाउनु तर यो गीत आजको दिन चाहिँ सुन्नुपर्ने देख्छु र असार 15 को सबैलाई शुभकामना अब धान नरोपे पनि दही चिउरा खाएर हाम्रो पर्व हो एउटा जे पनि किसानहरूले पहिलेदेखि मनाएको पर्व यो चाहिँ हामीले मनाउनु पर्छ जस्तो लाग्छ मलाई धन्यवाद